साथीहरु आज चाहिँ डे 2 हिजो गइयो बिहामा राति आइयो राति आउँदा पानी आथ्यो हिजो सबै भ्लग बनाउन नि पाइएन 12 बजेतिर आइए थियो हामी डे 2 आज कटिङ आज मासु बोका कटिङ यताउति हो इ माले हतियार लिएर हिँड्नु तरी अहिले काट्ने बेला देखाउँछ गाइस हिजो पानी आयो त्यही भएर गर्न पाइएन हिजो गाडी फसियो पारा पर्यो जाँदा कम दुख पाइयो हिजो त गडेर रोपाइ गरे नि भइयो रोपाइ गरे चाहिँ भइयो थियो नि त हिलै कम बोकियो बाल्यो जसले एउटा फाँक बेल्छ बाल्यो फाल्यो उसले कम बोकियो अरे होइन सबैले बोकियो नि बोके नि मैले बोके बराबर त्यो भने दिपु दाइले मैले जति हिजो कसैले बोकेन जसले जति दियो भने नि दिपु दाइलाई तिमीलाई मैले पछाडि पावर दिएको थिएँ त्यही भएर हो नि त यस्तो छ अब गाउँको माहौल त पानी आयो गाउँ पुरा जीर्ण अवस्थामा पुग्यो रोग जीर्ण अवस्थामा गाउँ पुग्यो बाढी पहिरो गइरहेछ है गाडीहरू चढिरहेको छैन लास्ट टेन्सन भइरहेको कतै जाम बन्यो नि भरमर सरमर लास्ट परेसानी जहाँ लगे पनि गाडी नाच्छ है गाइस अरू त्यही हो छिटो बाटो पिच गर्न पाए ठिक हुन्थ्यो भनेको गाइस बनमारा मात्र छ कि बाटो पिच गर्नु है अब बिहान नै हिँड्यो अब बिहान अब कटिङ हुँदैछ अब गएर कटिङ गर्ने खाने बस्ने आज त्यति नाच्ने लाइन आएन के नाच्न पनि लाइन आएन अब नाचेको बोलक चाहिँ देखाउनु पाइने थिएन गाइस 4 सकिन ला भलक देखिन्न के हो त्यस्तै ला ल घालतिर नमान्नु होला ल साथीहरु हाम्रो अब यता सुरु भयो रेडी हुँदैछ कटिङ बोको गराउँदैछौँ हामीले यहाँ यत्रो ठुलो पानी यता बफाछौँ हामीले बोकोलाई ल साथीहरु हामी चाहिँ पानी नभएर पानी बनाउन हिँड्नेछौँ तलतिर ऊ भाइ लोटो यसरी लडेमा भन्दै भनका वे यसरी लडेमा भन्छ लड्यो नि तँलाई खै यता त ल हामी चाहिँ पानी बनाउनु हिँड्नेछौँ तल हाम्रो घर ओल्तिर गएर पानी बनाएर यसो जोडेर आउँछ कि माथिसम्म भनेर अब पानी जोडेर आउँछ ल आउँछ कहाँ त्यस्तो प्रेसर छ ल साथीहरू हामी चाहिँ पानी बनाएर हिँड्ने मामा तल लुगा फेर्न जानुभयो रुजिएर हिस्सेन भाइ र म हिँड्नेछौँ हामी कहाँ जाने हेर्छन् भाइ हामी के गर्न आएको अरे हो ए ल अब हामी चाहिँ हिँड्दैछौँ कस्तो हुन्छ के हुन्छ अहिले हेर्दै गरौँ ल मामाले टाउको यत्रो खसीको टाउको काट्न आउनु मसला यति छ यता प्याजहरू काट्दैछौँ कति किलो खसियो मामा यो 22 किलो खसियो खसी त खतरा सकेर अन्त 22 किलो त हेर न गर्दन एक हात छ गर्दन एक मुडी हात छैन ल त्योहरू त्यहाँ तल आराम आमाहरू आमा माइजू छेमाहरू यता यहाँ तल गाडीमा यहाँ आउनुभएको छ त्यहाँ र गाडी यहाँ फसिनु भयो आउनु भएन गाडी चढ्न सकेन त्यहाँबाट हामी नि हिजो आएर फसिएको त्यहीँबाट हिँड्दै यहाँ हिँड्दै आएको हामी आउँदाखेरि आमाहरू वहीँ फसिनु भयो
हिजो डह्रो फसियो, आज नि डह्रो फसियो गाडी। ट्राई गर्दै हुनुहुन्छ। निस्कियो ल, निस्कियो है ल। र हाम्रो यहाँ खानपिन यहाँ मास्टर कुक मास्टर यता हुनुहुन्छ हाम्रो डल्लुमामा। यता अब यहाँ पकाउने हो, भुटुवा झोल त्यसै गराउने हो। अलि मिठो बनाउनु छ मिठो त यहाँ यता भुँडी काट्दै हुनुहुन्छ, मासु काटिसकेर। नाच पनि सुरु भयो है ल। खानपिन भएर खानपिन सक्यो, अब नाच सुरु हुँदैछ यहाँ ल। त्यसरी खानपिन भएर नाचगान हुँदैछ यहाँ। आमा समूहको नाच सुरु भयो है।
आमा बुवा नभएकालाई किन यता सुरु हुँदैछ आमा समूहको नाच हो का भित्रपट्टि छोड्की भन्नु परेन तिमीमा आगा छोरा छोरी हो राम्रो गीता मन जान्दैन खरी चाहिँ झरेर रहेछ त्यसको त 60 वर्ष बुढी उठो है गति उठाइ
इंग्लिश ಆಗಿದ್ದು I don't know my name ल गिराउनु बाबा गिराउनु
साथीहरू अब हामी चाहिँ नाचगान खानपिन बिहा सबै सक्यो अब हिँडियो हामी ल अब गएन भयो ल गए ल अब हामी हिँडियो बाइकको वहाँ माथि छ यहाँ छ बाइक अब हामी फर्किम तल जाने ल ल आजलाई यति त भ्लग अब फेरि अर्को भ्लगमा भेटौँला है त ल